खाडी मुलुकमा काम गर्न जाने योजना बन्दैछ वा आफन्त कोही पठाउने तयारीमा हुनुहुन्छ? यदि हो भने आजको यो जानकारीलाई एकछिन ध्यान दिएर सुन्नुहोला, किनभने विदेश जानु अघिको एउटा सानो गल्तीले पुरै भविष्य नै जोखिममा पार्न सक्छ र अहिले एउटा यस्तै गम्भीर चेतावनी बाहिर आएको छ। हो, यदि यस्तो योजना बनिरहेको छ भने एकछिन रोकिएर यो विषयलाई गहिरोसँग बुझौं, किनभने यो केवल एउटा सूचना मात्रै होइन, यो त धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोगिरहेको तीतो यथार्थ हो र त्यसबाट कसरी बच्ने भन्ने उपाय पनि हो। ल अब सिधै कुरामा जाउँ। सबैभन्दा पहिले ओमान जाने जो कोहीले पनि तत्कालै ध्यान दिनुपर्ने खबर छ। यो कुनै हल्ला वा यताउताको कुरा होइन है, यो सिधै नेपाली दूतावासबाटै आएको एउटा कडा र आधिकारिक सूचना हो। ल हेर्नुस्, ओमानमा रहेको हाम्रो नेपाली दूतावासले कति स्पष्ट शब्दमा भनेको छ, भिजिट भिसामा काम खोज्न ओमान जाने प्रयास नगर्नुहोस्। यो कुनै सामान्य अनुरोध होइन, बुझ्नुभयो? यो त एक किसिमको कडा चेतावनी नै हो। र यस्तो चेतावनी किन दिनु पर्यो त? हो, यसको पछाडि निकै दुःख लाग्दो कारणहरू छन्। अब प्रश्न उठ्छ, किन यस्तो कडा चेतावनी? घुम्न जाने भिसामा गएर काम खोज्दा आखिर के नै हुन्छ र? हो, यही सोचेर नै धेरैजना फस्ने गर्छन्। अब हेरौँ, यो बाटो हिँड्दा वास्तवमा कस्ता कस्ता अदृश्य खतराहरू आइलाग्छन्। यो चेतावनी हावाको भरमा आएको होइन, यो त त्यहाँ सयौं नेपालीले भोगिरहेको जिउँदो जाग्दो वास्तविकता हो। एजेन्टको चिल्लो कुरा पत्याएर भिजिट भिजामा ओमान पुगेका धेरैजना आज न काम पाएका छन् न त घर फर्कनै सकेका छन्। भिजाको म्याद सकिएपछि उनीहरू गैर कानुनी हुन्छन्, जसलाई ओभरस्टे भनिन्छ, अनि त्यसपछि त उनीहरूलाई कानुनी रूपमा उद्धार गर्न पनि लगभग असम्भव जस्तै हुन्छ। यो एउटा यस्तो जाल हो जसमा परेपछि निस्किन साँच्चै गाह्रो छ। यो तुलनाले त पुरै कथालाई छर्लङ्ग पारिदिन्छ। एकातिर एजेन्टहरूले के भन्छन्, ओहो उता पुग्ने बित्तिकै काम पाइहालिन्छ नि, भिजिट भिसा त सजिलै वर्क भिसा बनिहाल्छ भनेर मिठो सपना देखाउँछन्। तर अर्कोतिर ओमानको वास्तविकता कस्तो छ त? त्यहाँ त्यसरी गएका धेरैजना अल्पत्र छन् र भिसा परिवर्तन गर्ने नियम असम्भव जस्तै छ। हो, यही झुटो वाचा र तीतो यथार्थ बीचको खाडलमा धेरैको भविष्य डुबिरहेको छ। त्यसैले आजको यो सबै कुराकानीबाट एउटै मात्र कुरा मनमा राख्ने हो भने त्यो यही हो, ओमानको कानुनले भिजिट भिजालाई वर्क परमिटमा बदल्न दिँदैन। यो एकदमै गाह्रो, भन्नुस् न व्यवहारमा लगभग असम्भव नै छ। र दुःखको कुरा के हो भने यही एउटा सानो तर महत्त्वपूर्ण कुरा थाहा नपाएर कति धेरै मान्छेले आफ्नो जीवनभरको कमाई र सपना दुवै गुमाइरहेका छन्। खैर, ओमानमा देखेको यो भिजिट भिसाको समस्या त चित्रको एउटा सानो टुक्रा मात्रै हो। अब अलिकति फराकिलो भएर हेरौँ। यो समस्याले हामीलाई पुरै मध्यपूर्व क्षेत्रमा बढिरहेको अर्को एउटा गहिरो सङ्कटतर्फ पनि सङ्केत गरिरहेको छ। यस्तो सङ्कट जसले त्यहाँ रहेका लाखौं नेपाली श्रमिकहरूलाई असर गर्न सक्छ। हालसालै विश्व ब्याङ्कले आफ्नो रिपोर्टमा मध्यपूर्वमा बढ्दो तनावबारे चेतावनी दिएको छ। अब यो तनाव भनेको के हो त? एकदमै सरल शब्दमा भन्दा यो भनेको त्यस क्षेत्रमा राजनीतिक र आर्थिक अनिश्चितता बढ्नु हो। र जब यस्तो अवस्था आउँछ त्यसको पहिलो र सबैभन्दा ठूलो मारमा को पर्छ? हो, त्यहाँ काम गर्ने विदेशी कामदारहरू। अब यदि यो तनावको अवस्था लम्बियो भने यसको असर सिधै नेपालसम्म आइपुग्छ। विश्व ब्याङ्कको अनुमानलाई हेर्ने हो भने विदेशबाट आउने रेमिट्यान्स घट्न सक्छ, जुन हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड हो। नयाँ रोजगारीका अवसरहरू कम हुन सक्छन्, भिजाको प्रक्रियामा ढिलाइ हुन सक्छ र हवाई यात्रा समेत महँगो र अनिश्चित बन्न सक्छ। अनि यी सबै कुराको अन्तिम असर कहाँ गएर पर्छ त? सोझै देशको समग्र आर्थिक विकासको गतिमै। भनेपछि यो अब कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या रहेन, यो त सिङ्गो राष्ट्रकै चिन्ताको विषय बन्न सक्छ। यति धेरै जोखिम र चिन्ताका कुराहरू सुनेपछि मनमा अलि डर लाग्नु स्वाभाविक हो। तर जानकारीको उद्देश्य डराउनु होइन, सतर्क र तयार रहनु हो। यदि कोही अहिले नै खाडी मुलुकमा काम गर्दै हुनुहुन्छ भने आफ्नो सुरक्षाको लागि केही ठोस कदमहरू चाल्न सकिन्छ। यी 4 कुराहरूलाई सधैँ ख्यालमा राखौं। पहिलो, आफ्नो श्रम सम्झौता, भिसा, परिचय पत्र जस्ता कागजातहरू सधैँ ठिकठाक र अद्यावधिक राख्ने। दोस्रो, आफ्नो पासपोर्ट र परिचय पत्रको सफा फोटो खिचेर मोबाइल र इमेलमा सुरक्षित राख्ने, ताकि चाहिएको बेला तुरन्तै भेटियोस्। तेस्रो, आफू बसेको देशको नेपाली दूतावासको सम्पर्क नम्बर मोबाइलमा अनिवार्य सेभ गर्ने। आपत पर्दा यही नम्बरले जीवन बचाउन सक्छ। र चौथो, जुन एकदमै महत्त्वपूर्ण छ,
सामाजिक सञ्जालमा आउने जथाभावी हल्लाहरूबाट सधैँ बच्ने, नपत्याउने, नफैलाउने। ल अब हामी यो महत्त्वपूर्ण चर्चाको अन्त्यतिर आइपुगेका छौँ। आजको छलफलको खास सार के हो त? विदेशमा सुरक्षित भविष्य बनाउने सबैभन्दा बलियो जग के हो? हेर्नुहोस्, विदेश गएर राम्रो कमाउने र आफ्नो परिवारलाई खुसी राख्ने सपना देख्नु कुनै गलत होइन। तर त्यो सपना पूरा गर्ने हिँडिने बाटो नै गलत भयो भने त्यही सुन्दर सपना डरलाग्दो वास्तविकतामा बदलिन एकछिन पनि लाग्दैन। त्यसैले अन्तिम र सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो, सही भिसा अर्थात् जुन कामको लागि जाने हो त्यही भिसा, सही सम्झौता अर्थात् सबै कुरा छर्लङ्ग भएको कानुनी कागज र सबैभन्दा महत्त्वपूर्ण सही जानकारी। यी 3 कुरा छन् भने मात्र विदेशको भविष्य सुरक्षित हुन्छ। याद राखौँ, सबैभन्दा ठूलो सुरक्षा नै सही जानकारी हो।